हेलो गाइस म त भर्खर सुतेर उठेको केटाहरू अब दिउँसो सुत्ने चलन छैन कन्टिन्यू गरिराख न एउटा कन्टिन्यू गरिराखेर कसरी मैले जर्मनमा कम्ता पढ्थेँ हो 1 महिना पढेर हुन्छ त ल आफ्नै पढ्ने पढाउने टिचरको भ्याना लगाएपछि भन त ल आफै पढाउने आफैलाई पढाउने मैले नि ब्याचलरको लागि गरिरहेको उसले नि ब्याचलरको लागि त्यो म्यामले पनि ब्याचलरको लागि गरिरहेको 22-23 वर्ष भाषामा यति पर्फेक्ट कि होइन कसम पुरै हुन्छ नि त्यो जर्मनको उताको मान्छेहरू हुन्छ नि तिनीहरूले यसरी बोलिदिने क्या होइन अनि त्यसको भिजा लागेन भने अब मेरो म गाईतन्डेको लागि चाहिँ होला त ल भन त त्यो भन्न सकिन्न कि त्यही भएर मेरो मन मर्यो कि त्यो नत्र त मैले कसम गर्छु बस्यो नि यहाँनिर चटपटी मगाएको है हाम्रो एकदम विवाद पऱ्यो उसले पिरो खाने मैले नखाने होइन आन्टीले जुक्टी लगाएर आधा भाग पिरो आधा भाग चाहिँ सादा बनाएर ल्याइदिनु ओ यहाँ मेरो भाग खाने होइन है यता धेरै परेको पिरो पिरो खाने केटा नरिसाउ न तिमीहरू खाँदैनौ भनेदेखि छोडिदेऊ म खान्छु हेर नखाल नि यहाँ त्यसरी यार कहाँ सकिन्छ त यस्तो पिरो खाँदा अलिकति खाऊ ट्राई गर न मलाई के हो खान मन त छैन होइन खाऊ न खाने मन मिक्स गऱ्यो नि नभए सबै धेरै पिरो रहेछ यार आन्टी खुर्सानी चाहियो थोरै खुर्सानी चाहियो थोरै यो त पिरै रहन्छ यहाँ ल एउटा फालेको हेर्नु ल मैले माने तपाईँलाई ल आम्मामा यो त एक गाछमा मेरो 4 गाछ खा त यार थोरै त्यो छिटो राख न त्यो चाहन्छु तिम्रो चाहनु खाऊ साइडमा हालिदिनु है अनि छुट्टै खिडा हो म धेरै खाँदिनँ खाऊ खाऊ आन्टी 50 को पानीपुरी भने तर्पण खाम यसले पनि खानु मन लाग्यो बिचरा खाइरहेको तर्पण नि खाम है होइन पानीपुरी खाऊ पानीपुरी मिठो हुन्न कि दोस्त मैले भने मान न कहिले काहीँ यार तर्पटी है तर्पटी खान्छु दोस्त नबनाउनु भयो आन्टी एकछिन एउटा सल्लाह हुँदैन क्या पानीपुरी चाहिँ चटपट भन्ने सल्लाह हुँदैन के तर्पटी खान्छु दोस्त आन्टीले बनाइसक्नु बनाउनु त होइन त्यो मसला त पहिला रेडी हुन्छ नि होइन तर्पटी खानु तर्पटी खान्छ कि उसले पनि पानीपुरी कहाँ मलाई पुग्यो खाऊ न खान्छ मलाई पानी पनि खानु मन लाग्यो ल पानीपुरी पनि खान्छ होइन म त खाँदिनँ पानीपुरी तिमी पानीपुरी खाने तिमीले खाने भनेर मात्रै पानीपुरी खान्छु भने खाने भनेर होइन म खाँदिनँ त्यसले अहिले पानीपुरी खानु भनेको किन नभने पानीपुरी नै बनाएर आन्टी मलाई त्यो खाना मन भयो भाइ त्यो मुखले मात्रै त्यो नै नभन कि त्यो सुहाउँदैन कि मैले भित्रबाट बुझिसकेँ मलाई मैले त उता यसो अझाएर खाना पनि मन थियो कसले खाइदिन्छ आम्मामा यता हेरेको त यता भ्याइसकेको चाहिँ उसले त्यहाँ थ्याट मस्की हजुर आन्टी दगाई हाम्रो यहाँ पानीपुरी यहाँ ओ पुग्यो है यहाँ मेरो कपडामा गयो त तिनवटा हो लाउँदैछ खाऊ खाऊ तिम्रो मनले तिम्रो मनले मागेको Today is our special plan for स्पेसल प्लान आज पनि हामी यसो भेटघाट गर्दैछौँ we are having आज हाम्रो मुखबाङ आज पनि फेरि मुखबाङ अङ्कल साहेब बसेर बनाउनु पर्छ हुन्छ मुखबाङ रिपिट हुँदैछ अस्तिको एकजना त्यो मोटे डल्ले capture also me एकछिन रोक न म बोल्छु अनि मोटे चाहिँ नभन न मोटो थिएन कि अस्तिको त्यो एउटा केटो ज्याकेट लाउने मोटो ज्याकेट लाउने केटो चाहिँ आज छुटेको छ आज हाम्रो अङ्कल आज चाहिँ हामी बिरयानी खाने हो गाइस हैन केही नि होइन भात र मासु मजाले अस्ति पेल्ने हो
भात मासु खाइन्छ मजाले अनि अरू केही भन न गाइस There is nothing to say, bro. Let's go and किनकि let's do plan. Nothing much, guys. ह्याभिङ मिल अनि Yeah. टेस्टी ह्याभिङ मिल टेस्टी टेस्टी या राइट बके खाने हो बरु ल साथीहरु हाम्रो मासु भात आज पनि हामी ब्याक भइसकेको छौँ मासु भातसँग यता मासु यता भात हामी चारजना छौँ अचार ए हाम्रो अचार पनि छ भन्नुहोस् यता छ हाम्रो भेडो अब ब्लगमा के हाल्नु यसलाई भिडियो पज भइसक्यो कति मिठो लाग्छ यो मनोजले चाहिँ हेर्नु बनाएर दिन्छ फेरि मलाई थाहा मेरो बनोट होइन त्यो ल आफै पन्छ भयो धेरै नहाल्नु भन्छ नि हाल्नु अन्त रुच्दैन नि यता चित्त त हानी मान्छे हेर्छ नि जोलाई नै हालिदिनु न हालिदिनु लाग्यो क्या अँठ्यो त्यही भएर भइसक्यो अनि दोस्ले खाइरहनु फेरि मलाई नि कस्तो लाग्छ ल म नखाने टेस्ट त गर सबै मरेर मर्न जान्न अलिकति सबै मलाई आफू त बाँच्ने हुने एकल काटी मुर्दा देखा त्यहाँ भिडियो हाल्ने हो गाई हेऱ्यो मासु मात्रै खान्छ होइन यसले अरू थोक चिन्दैन फेरि मासु भादिनु नभादिन्छ फेरि यसलाई यो आलु भयो के चाहिँदैन ल अङ्क थोरै यता सर नि तपाईँ बापति थोरै यता आउनु न देखिएन क्या भ्लगमा आउँछ कि भोलि सुजल धौराली भ्लग आज चाहिँ हामीले अङ्कललाई पनि इन्ट्रोड्युस गरेका छौँ हाम्रो ब्लगमा म चाहिँ यता भयो म देखिनँ भनेर तपाईँहरू नराम्रो कमेन्टहरू केही नगरिदिनु होला है कमेन्ट त आउँदैन गोफले देखेन भेडो अनि 2 शब्द दुईजना कमेन्ट अहिले गाली गरे है त्यो बौद्धको भिडियोमा बौद्धमा श्रीगोलाई भेटेको दोस्ले त क्या बिल्ला यस्तो हान्दिन्छ भ्लगर त अब शिवरात्रिमा म गर्ने हो यसपालिको भ्यालेन्टाइन डे त्यस्तै भयो guys। अब शिवरात्रि चाहिँ डह्रो मनाउँछ अन्त्यलाई भन्नु भएन भ्याट भ्यालेन्टाइन देखाइदिनु स्टोरीमा कोही त वाइल्ड मार्टिनमा हेर्ने हो त हाम्रो भिडियो आयो आएन कि चाँडो तिमीहरू जस्तोको अवतार काटिदिन्छ त्यति यो गरेको नि है आइज भनेर गयो कुन गजडियाले बोलाएकै गए ल राम्रो ऱ्यापर हो भन्छ त यताका त सबै ऱ्यापर छन् गाँजा ऱ्यापर कहाँ यताको हो त उता चितवनबाट सुटिङ गरेर आएको चितवनबाट यता ठाउँ सुटिङ गर्न आउँछ कता कता ठाउँ छोडेर ल चितवनबाट त आएन कि तिनीहरू यतै बस्नेवाला हो कि हो कि तर त चाहे भन्दा गफ चाहिँ यति बढी लाग्छस् कि हेर्केटो त्यही भएर मैले तेरो बानी मन पर्दैन यसो गफ त्यो मान्छे त्यो चितवनको त हो त नि चितवनको मलाई के थाहा त यता हामी बस्छ गोर्खाको हो हामी गोर्खाडा भन्ने नि यसले गफ लाउँदैन कि यसको बानी नै बिग्रिसकेको छ कि मैले एउटा गेम खेलेर बनाउनु लगेको ल हुन्छ त्यही चम्चामा गुच्छ गरेन हुन्छ गिलासमा पानी ल कस्तो 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 के कस्तो एउटा गेम खेल्ने क्या बल्ल ग्लासमा पानी राख्ने भोलि टाउकोमा राख्ने अनि को पहिला पुग्ने ए ल भिडियो आउँछ नि त आउनु सक्छ चम्चामा गुच्छ गरे नि हुन्छ यहाँ मेरो साथीकोमा गएको थियौँ कि हामीले यहाँ रमाइलो भएको छ है त्यो बेला लवरले हाने गरेर दामी राम्रो एकचोटि पनि खाएन क्या मैले त ल म यसको लागि दिन्छु है खाइसक्यो अब के दिने हो खाइसक्यो सुन भात बिहान खाएर नि त्यसमा त्यही भएर त तिमी दुब्ला किन खाना चाहिँ किन घट्यो कि तिम्रो होइन यार यो अस्ति घरबाट नाइटमा आएदेखिको हो भात खानु मन नलाग्यो अस्ति मासु बनाएको थियो नि हामीले त्यति बेला पनि कहाँ खाएँ मैले भात मलाई खानै मन लागेन नि भात मिठै भइरहेन कि भात दोस्त त्यो मासु चाहिँ नभन कि मलाई खानु मन नलाग्यो फ्यालिदियो मलाई तर मन नभन आफ्नो भएको आफू खाऊ न मलाई
त्यही खाइरहेको सकेसम्म खाऊँ भनेको थियो मेरो त्यो हड्डी नि खाइदियो बरु यो एकैचोटि सबै हालिदियो बरु नि बढी बोलिहाल्यो फेरि भङ्गा थियो मेरो पानी छैन आफै राम्रो भन्न खोज्छ कि ल त खाउँ अघि त्यत्रो झगडा गऱ्यो मासुको लागि अघि यसले एक पिस खान्न पर्यो हामी ताल बोल अघि यसले होइन एक पिस खान्न पर्यो हामी दुईटैलाई कुँलेर यसले एक पिस खायो हामी तानेर ल्याएको थियौँ नि झगडा गरी गयो म त खाएरै छोड्ने त्यति बेला तिर्खानी लगाइसकेको थियो गाह्रो भइसकेको थियो बोल्ला है? पानी ल्यायो भनेको थियो हेर्दै यसको आँखा कस्तो भइसक्यो लट्ट भइसक्यो उसको आँखा हेर है होइन हो के अलि भाखा के लट्ट त्यो भएको भात खाएपछि सुत्ने बानी भएको क्या हो कि मतलब हुन्छ नि त्यो फेसै अर्कै हुँदो रहेछ कि भात खाएपछि अलिक निन्द्रा लागे जस्तो हुन्छ नि त्यस्तो हुन्छ कि तिमीलाई रौसी लागेको रौसी लागे जस्तो होइन अनि आँखाले अलिक कस्तो कस्तो रौसी लागेन त्यति धुम्मा धुम्मा हुन्छ तपाईँले अति घुँडै टेक्न नसकेर खानु यामा म त जिन्दगी हारिन सानो पढ्दै भनेको थिएँ रक्सी खाने बनाएर त्यस्तो कुरा त केही नि गरेन। घरको सिलिङ कुराहरू कसलाई थाहा भएको आमाले देखाएको त मलाई सिधै मार्थेँ ल रक्सी मजाले खाइदिएछ नि त भराइबाट मुनि जानै सकिँदैन त्यसको माथि एउटा हाम्रो एउटा स्कुलमा पढाउनु सर हाम्रो घरमा भाँडा बस्छन् कि होइन अनि त्यो सर र दुईजना सर र अङ्कल तिनवटा सर। फेरि अनुहार फेरि सेम हो कि 8 जना यो अङ्कलको र एउटा गोपाल सर भन्ने हो मित लगाइदिए नि हुन्छ यत्रो नि छैन होइन तर दोस्त होइन काटीकुटी मिल्छ कि। पनि केही पनि मिल्दैन अनि दुईजनै भराइबाट झर्न सक्यो दुईजनै सधैँ आएछ होइन के अरे सुरुमा के भयो अरे सुरुदेखि भन्नु न अलिकति गफै आउँछ इन्टेन्सिभमा यहाँ अलिकति भगवानै आओस् न अलिकति सरल कुराहरू अब हाम्रो ब्लग खासै धेर्दैन नि 10-15 जनाले त्यही पनि 2-4 भ्युज त हामीबाटै हो एउटा सुरुमा हालेको ब्लगको त 400 भ्युज आयो त्यसै होइन त के खायो भने रेड लेभल ल्याएर जब साइको अनि रेड लेभल ल्यायो रेड लेभल खाइयो हामीको चाहिँ खान्थेन नि त त्यस्तो बिहा खाएर भने फर्स्ट टाइमै खायो तपाईँले रेड लेभल अनि रेड लेभल त फर्स्ट टाइम हो अनि गोपालले नि खाँदैन रहेछ गोपालले बियर मात्रै गोपाल भाइले पनि बियर मात्रै रहेछ बिजु भन्नु न अनि त्यसपछि अनि दिपेन्द्र सर यता म पनि हान्न यार हामीलाई त बियर होला भनेर गइहाल्यो पारीबाट सानेर कसम थिएँ अनि त्यसपछि भट्टराजु अनि विनोद सर र 3टा सर अनि हामी दाजुभाइ 2जना 8 जना थियौँ माथि छतमा बसेर मजाले लिभिङमा बसेर खायौँ अनि रेडले गएर चाहिँ हामी त खान्थेन भने गोपालले दिपेन्द्र सर यस्तो त खाइदिएन यार म पनि खाँदिनँ नि भने आज हान्नेमा बसिहाल्यौँ भनेर हानिदिएको है त्यो रेड लेभल 2 प्याक खायौँ पछि लाग्दो रहेछ यसले फेरि मलाई थाहा अनि खायौँ अनि त्यहाँबाट फेरि अर्को थियो राजुले रेड लेभल खाँदैन रहेछ त्यसले खैरेनीबाट ओल्ड दरबार भन्ने किनेर लिएर आएको त्यो ओल्ड दरबार पनि एक प्याक हान्ने मैले त यस्तो सिधै हान्ने अनि पछि पुगेन भनेर मबाट बियर लिएर आयो सब्जीबाट राजु र अनि राजु र विनोद आयो अनि बियर राखी त गोपाल त म त खुसी भइहाल्यो ल हामी त बियरै खाने ल हाम्रो भागमा बल्ल आयो भने सबै अलिअलि खाएर गीत गाउनु थाल्यो साइलो र भट्टराजु दोहोरी खेल्ने विनोद सर नाच्ने त्यही मौका तिनीहरू नाचेको गोपाल हामी यता सुरु बियरबाट हामीले 4-5वटा बियर त हामीले आयौँ 4वटा मात्रै तिनीहरूले खाएछन् अनि त्यहाँबाट त अनि कमला भाउजू रिसाएछन् अनि एक सर आएर कमला म्याम रिसाउनु भएको खाना खान गइदिउँ हामी सबैजनाले सबैलाई खाना खानु बनाएको थियो खाना खानु झरेको तल झरेको पिछा भयो टोइलेट जान खोज्छु यो तुनावाला चप्पल थियो तुनावाला चप्पल घुसार्नु खोज्छु मरेका थिएँ उसरी मेरो पालो कुन चाहिँ घुसार्ने चप्पल रहेछ त्यही लाएर टोइलेटमा गएर त सुसु गरेपछि त मलाई त बमिट आएपछि त झन् यस्तो रिनिनी घुमायो कि त्यो टोइलेट त कहाँ यसरी भित्ता टेकेको छु फेरि घुमायो पुरा के भयो
अनि त्यहाँबाट म बाहिर निस्केँ यत्रोको भएको खाँदै बाहिर भागेँ आफ्नै फेरि गएँ आफ्नो घर आमा मलाई याद छ घरमा जाँदाखेरि घरको ढोका लाउँदाखेरि नि अब बुढीहरू सुतिसकेको थिएँ घरको यसरी ढोका लाउनु यसरी आयो ड्याम त्यो जोड भएछ कहाँदेखि अब त्यो बेला त बिस्तारै गरी ट्याप्पै जान्छ नि त ढोका बिस्तारै लगायो भनेको ढ्याङ स्कुल लगाएँ रुममा गयो अन्टीहरू उता छोरी र अन्टी उतापट्टि सुतेको थिएँ यतापट्टि बेडमा एक्लै सुतेँ आमा आज अनि यतापट्टि बेडमा सुतेको त मलाई त त्यो बेडबाट त घर हो कि के हो त यसरी सुत्याएको छु कहाँ पुऱ्यायो गटट भूकम्पै नआन्दा त्यसपछि त फेरि बमिट आयो म त बेडमै बमिट गर्ने अन्टी उठेर छिटो गर्नु यस्तो मुन्टो न्याकेटले सबै थाहा पाएको छु फेरि अनि त्यो खाटबाट यता तलपट्टि बमिट अब जस्तो भएर उयो भइरहेको थियो क्या आवाज आइरहेको थियो बमिट चाहिँ गइरहेको थिएन अनि पछि त बेड बाहिर बमिट गर्न लाग्यो अनि घिस हारेर ल्याएर यता ल्याएर यस्तो बेडबाट यता मुन्टो राखिदिएर अनि त्यो बेड तल भुइँमा नै बमिट गरेँ यति धेरै कपडा भयो पुछेको बिहान अन्टीले धुँदा मलाई कराउँदै धुएँ त आफ्नो गल्ती खाँचु भयो तार भन्नुभयो जिन्दै लागेको थियो ल जिन्दगीमा फर्स्ट टाइम त्यसरी लाग्यो त्यो बमिट गरेर म बेहोसमै छु अन्टीले गाई चेचु कमिलो हालेर पानी हालेर भोलेर ल्याएर खुवाइसित अहिले घर छ क्या भित्रै बाथरुम भएर मैले त चिसो पानीमा गएर जाग्दै कराइन है कराउँदा त्यस्तो कराइन केही पनि अरू बाबा मार्थे रेड लेभल ओल्डरमा बियर मिक्स भएपछि त्यो मिक्स भएर नि ह्याङ हुने रहेछ नि त्यो ककटेल भन्छ ककटेल भएर बढी घुमाएकै ककटेल दुईवटा तिनवटा खाने मिक्स तिमीले खाने मिक्स गर्ने कि रक्सी मिक्स गर्ने मिक्स गर्ने नि मिक्स भयो भने त खाएछु ए त्यो मलाई जुस सुस मिसाउँछ नि रुया जुसहरू मिसाउँछ नि त्यसमा ककटेल त्यसपछि त म त भोलिपल्ट केही भनेन भोलिपल्ट नि लगाइरहेको थियो यत्र अब हिँडेछु बुझ्दा त्यहाँबाट चाहिँ 5 बजे उठेँ त्यो दिन त 5 बजे निन्द्रालाई ठ्याक्कै छोड्यो 5 बजे उठेर गएँ भैँसीको गोबर सोबार बाह्रको घाँस झुन्डाएँ 12 तल सोरी सबै आँगन बढाएर सबै भ्याइ गुँडो बसालेर सबै काम गरेँ अरू दिन नै गर्थेँ गरेर त काम त उठेर त्यो दिन पनि ढाँडै उठेर गरेँ अनि सब काम भ्याएपछि अन्टी उठेर अनि पानी सानी थाप्न गयो त्यसपछि चाहिँ अनि अन्टीको कराई हिजो बेलुका त भनेर करायो चुप भइहाल्यो नि त अब कहिले नखा चिज खाइयो अब थाहा पाइयो अब खाइँदैन भन त्यहाँ करायो मम्मीले त तँलाई त बिहार मात्रै खान्थिस् आजकल त अर्को नि चल्न थालेछ भोलि लोकल नि चल्ला बाबुको बेला धान्ने भयो सब तर अलिकति गतिलो मान्छे त पनि खुसखिस भन्यो मम्मीले त्यति भनिन्छ ल है बुढी भडबडाउँछिन् जा भाइ काम गरेर भ्याइहालिस् गएर सुत्यो नि सुत्यो गएर सुत्दिएर नानीलाई स्कुल पुऱ्याउने बेला नालाको यहाँमा हो भोलिबाट त अनुहार हेर्छु त ऐनामा अनुहार सोरेर केही छैन ए बा बित्दै हान्नु अरू बियर खाएको हुँदैन होला नि अरूले फेरि नै त्यो 2-3 वटा खतरा महँगो हुन्छ भने महँगो हुन्छ त्यो मिसेर 7,000 पर्छ नेपाली त्यो मिसेर त्यस्तो बिना चाहिँ नलाग्नु पर्ने हो मिठो भयो हो त्यो एउटामै राख्नु धेरै भयो एउटा नि ल्याउ त प्लेट भोलि स्कास दसैँ भाँडा चाहिँ हान्नु है अब भोलि बिहान हाना अहिले यत्रो हामी अब राति भोलि हानी है दस अहिले हानि होइन अहिले त भोलि हुन्न नि भने होइन ए भोलि आनन्दले हान्नुलाई नि टेन्सनै भएन नि भोलि खेल जान्छ आउँदैनन् भने भोलि आउँदिन कहाँ जान्छ पछि बेलुका आउँदैन फेरि मलाई फेरि चेक गर्न आउला नि फेरि सुशील छैन र मलाई फोन गर्ने
चेक गर्न होइन भोलि धेरै के डल्लो आहा के धेरै पहिलेदेखि हो यहाँ यत्रो डल्लो हो हेरि यहाँ हामीलाई चिसोले कस्तो भयो भिडियोको हेरि यहाँ गाडेर पनि सुन्ने यहाँ हेरि यहाँ ठ्याक्कै छाम न यसरी यसरी छाम न डल्लो छ के डल्लो डल्लो हो क्या मासु केही पलाएर धेरै मासु भएर कहाँ जाऊँ धेरै मासु खाएको खाइ गर्छ अनि होइन खै किन मलाई आजकल यो मासुबाट नि कता कता इन्ट्रेस्ट हट्न खोजे अब ब्लड हुनसक्छ है होइन कहाँ यस्तो हुन्छ हेर्ने यहाँ मेरो यहाँ कस्तो भिडियोको आएर चिसोले यहाँ यी पानी चला आउँदो रहेछ तपाईँ पानी चला चले मलाई पो केही गर्नु पर्दैन मलाई हाइदिनुहोस् एकचोटि क्या 12 सेकेन्डमा 6वटा बिस्यो भने त 5वटा लाग्यो नेपाली मात्रै कटेको जस्तो त्यही माथि मलाई कन्फिडेन्ट भएर गएको होइन 2टासम्म चाहिँ लाग्छ होला भनेर गएको आँखा 5वटा लाग्थ्यो क्या होइन सबैमा फेरि मलाई नम्बर फेरि 2-3 नम्बर नपुग्यो क्या अनि मलाई त्यो सर त्यही माथि एउटा सर थियो मेरो देख्न नसके सर होइन त्यही सरले लाइज केटा तेरो रिजल्ट त म हेर्छु केटा आइज भनेर देखाए होइन 5वटा के मलाई सबमा मेरो नेपालीमा पासहरू छ नेपालीमा नि स्लिप पास त्यही भएर अनि मेरो साथीहरू थियो क्या तिनीहरू नि अब मलाई सबै एउटै टाइमको मलाई हामी 4जना बेन्चको होइन 5जना हाम्रो ग्रुप सधैँ पढाएर ध्यान नदिनु उसको पार पनि गरेर आएको नि त्यहाँ रिजल्ट ठोक्दैन अनि 5जना एकचोटि त आरके सर भन्ने कम्प्युटर साइन्स पढाउँथ्यो क्या होइन त्यसले यस्तो हाल्यो कि जस्तो होइन एउटा अगाडि बढी साथीले के गरेको थियो मुखमा रजनीगन्धा हालेर बसेछ त भनेर त्यो अलिकति धोती टाइपको बिहारी टाइपको हो क्या धोती नै हो कि त्यो मुखमा केटा मुखमा रजनीगन्धा हालेर केटाहरू सब हाँसे होइन मेरो हाँसो चाहिँ रोकिएन क्या अनि त्यो सरले त एकचोटि यस्तरी हानेको थियो है मलाई होइन अनि मैले छल्या के अब त हान्दैन नि त होला अर्कोचोटि यस्तो हान्यो होइन यहाँ थाप्लोमै हानिदियो क्या अनि टिन्न अनि रिजल्ट लिन जाँदा नि यसलाई त मैले अस्ति हानेको थिएँ अहिले सब पुगेँ होइन होला यसलाई मैले त बजाइदिएँ सर भन्यो मैले त बजाइदिएँ सर यसलाई 5वटा लाग्यो होइन अनि घर आएर अङ्कलले मलाई कम्ता हाने